हेलो साथीहरू नमस्कार अनि वेलकम छ नेपाली किचन युएसएमा। मैले चाहिँ यो अनबक्सिङ गर्दैछु। यो एकदमै लामो खालको माथिका झ्यालहरूमा पङ्खाहरूमा बत्तीहरूमा कहाँ धुलोहरू टाँसेको छ, माकुराका जालाहरू लागेका छन्। त्यो ठाउँमा सफा गर्न भनेर मैले अर्डर गरेको यो फेदरको यो सफा गर्ने यसले यो ब्रसले यति मजासँगले सफा गर्छ कि अब हेर्नु है, म देखाउँछु। मैले पनि सोसल मिडियामा देखेर मलाई चाहिँ छोटो थियो एउटा, मलाई चाहिँ एउटा यो चाहिएकै थियो। अनि मैले चाहिँ अब यो भएन, यो माथिको कसरी चाहिँ कतिचोटि ल्याडर चढ्ने, कति सफा गर्ने, कुच्चाले सफा गरिदिउँ म होइन। अनि यो देखेपछि चाहिँ मलाई एकदम इन्ट्रेस्ट जागेर मैले यो अर्डर गरेँ। यो एकदमै लामो छ, यसले चाहिँ अब एकदम मजाले म सफा गरेर देखाउँछु र हजुरहरूलाई पनि मन परायो भने किन्न सक्नुहुन्छ। यहाँ हेर्नु, यसको लम्बाइ कत्रो लामो छ, तल भुइँदेखि माथिको यो पर्दाको माथिसम्म पुगेको छ। अब यसलाई मैले उचाल्दा त मेरो हाइट बराबर अझ माथि गइहाल्यो। अब मेरो यो झ्याललाई चाहिँ सफा मैले गर्नै सकेको थिइनँ। माकुराका जाला यति जम्मा भएका छन् कि यो झ्यालका तल फोहोर थुप्रेर। ल हेर्नु, यसरी मजाले मैले सफा गर्न पाएँ। मलाई ल्याडर स्याडर केही चाहिएन यो सफा गर्नको लागि। यो यति उपयुक्त लाग्यो मेरो लागि र सायद यस्तो अग्लो ठाउँमा सफा गर्नेहरू सबैको लागि उपयुक्त हुन्छ होला। यो अग्लो झुन्डाको यो बत्तीलाई मैले सफा गर्नै सकेको थिइनँ। अब यसले मलाई यति सजिलोसँग सफा गरेँ कि मैले, यहाँ हेर्नु है, यो यति उपयोगी रहेछ। यो पुग्दै नपुगिने ठाउँमा बत्तीहरू सफा गर्नु छ, अग्ला झ्याल सफा गर्नु छ, गाराका भित्तामा टाँसेका माकुराका जाला सफा गर्नु छ भने चाहिँ हजुरहरूले एमाजोनमा गएर, मैले यसको लिङ्क यो डिस्क्रिप्सनमा तल राखिदिएको छु, त्यसमा गएर क्लिक गरेर हजुरहरूले अर्डर गर्न सक्नुहुन्छ। ल हेर्नु है, यहाँनिर यो भित्तामा त माकुराका जाला लागेको थिएँ। मैले मजाले सफा गरेँ। यो जान नसक्ने ठाउँमा यो 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 आर्टिफिसियल ट्रीहरू चाहिँ डेकोरेसन गरेको ठाउँमा त्यहाँ यति जमेको छ नि धुलोहरू, टक्क मैले यसरी सफा गर्न पाएँ। अब घरका पङ्खाहरू छन् भने पङ्खाहरू पनि यसरी मजाले सफा गर्न पाइन्छ। पङ्खामा तलबाट आनन्दले यस्तो स्वारै तानो, टक्क सफा गरौँ। मलाई यति मजा आएको छ कि यो सफा गर्दा, यहाँ हजुरहरूले पनि देख्न सक्नुहुन्छ है। ल अर्डर गरिहाल्नु। यो चाहिँ उपयोगी छ। अब हजुरहरूका घरका फर्निचरहरूमा नपुगिने ठाउँमा राखेका फर्निचरहरूमा पनि हजुरहरूले योद्वारा, यसको मद्दतद्वारा चाहिँ सफा गर्न सक्नुहुन्छ। फर इक्जाम्पल हेर्नु है, मेरो यो माथि म पुग्दैन थिएँ, धुलो जमेको थियो। यसले यस्तो मजाले सफा गरेँ आज। ल हेर्नु है, अनि यो कुना काप्चामा लागेका माकुराका जालाहरू यसरी सर्लक्क यसले लिएर आयो। अब बत्तीहरूमा छ, बाथरुमतिरका बत्तीहरूमा कसरी सफा गर्ने भनेर आएको छ, यसरी सर्लक्क सफा गर्न पाउनुहुन्छ। ल यो सामान चाहिँ उपयोगी छ है साथीहरू। हेर्नु, यहाँ धुलो कति आयो, कति हो धुलो टाँसिएर। ओ माई गड। ल यो अर्डर गरिहाल्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो भन्न चाहन्छु। र यो उपयोगी एकदम छ। मैले यो लन्ड्रीको वासर र ड्रायरको छेउछेउमा धुलो भएको पनि पनि नपुग्ने, मेरो हातले नपुग्ने होइन, साँघुरो ठाउँमा यसैको मद्दतद्वारा मैले यो पनि सफा गरेँ। हजुरहरूले देख्न सक्नुहुन्छ। ल हेर्नु, यो धुलो जमेको जताततैको धुलो जमेको चाहिँ मैले राम्रोसँग सफा गरेँ। हजुरहरूलाई इन्ट्रेस्ट छ भने यो अर्डर गर्न सक्नुहुन्छ एमाजोनबाट, यो लिङ्कमा थिचेर। अब राख्ने बेलामा यत्रै सानो बनाएर सर्लक्क राख्न पाइहाल्यो।